परमेश्वर पितालाई अनगिन्ती धन्यवाद तथा सम्पूर्ण परमेश्वरका आत्मिक र विश्वासमय सन्तानहरूमा स्वागत छ। साँच्चै नै आज यस समय यस घडी तपाईलाई स्वयं परमेश्वर पिताले चङ्गाई, छुटकारा, आशिष, उन्नति र प्रगतिका हरेक पाइलाको निम्ति बोलाउनु भएको छ। यो वचन कुनै मन भुलाउनको निम्ति, एकछिन सान्त्वना दिनको निम्ति होइन कि यो त सर्वोच्च स्वर्गका महान परम प्रधान परम प्रभु परमेश्वरको पवित्र आत्माको वचन हो। वचन नै हाम्रो हतियार हो र हरेक समस्यालाई हामीले यस वचनद्वारा काट्न सक्छौँ, फाल्न सक्छौँ। त्यसैले परमेश्वर भन्नुहुन्छ, तिमीहरू ममा रह भने, मेरा कुरा तिमीहरूमा रह्यो भने तिमीहरूलाई जे इच्छा लाग्छ माग र त्यो तिमीहरूका निम्ति रहनेछ। परमेश्वरलाई धन्यवाद यीशु मसीहको नाउँमा। परमेश्वर आज हामीलाई के भन्दै हुनुहुन्छ त भने, साँच्चै नै हामी उहाँमा रह्यौँ भने उहाँले हाम्रो हरेक माग, हरेक दुःख, पीडा, कष्ट, दलदलका जीवनलाई दूर गर्नुहुनेछ। भन्नुको मतलब उहाँले हामीबाट एउटै कुरा माग्नु भएको छ, त्यो हो विश्वास। विश्वासमा रह्यौँ भने हरेक असम्भव कुरा पनि सम्भव हुन्छ। जस्तै अयुब एक परमेश्वरका अति विश्वासिला सन्तान थिए। अयुबको विश्वास यस्तो थियो जो मृत्युसम्म पनि परमेश्वरमै विश्वास गरेका थिए। अयुबले छोराछोरी, धन सम्पत्ति, घर परिवार हरेक कुरा गुमाए र अन्तिममा गएर आफ्नै शरीरसम्म पनि गुमाउने अवस्थामा पुगेका थिए। तर उसको विश्वास यस्तो थियो जो उसको विश्वास देखेर परमेश्वरले अयुबले गुमाएका हरेक धन सम्पत्ति, परिवार भन्दा दोब्बर गुणा आशिष बढाएर दिनुभयो। कतै हामीमा पनि आज विश्वासको कमीबाट परम प्रभुबाट आउने आशिष, चङ्गाई, छुटकारा पाउनु सकेका त छैनौँ। कतै हामी पनि आशिष आउने समयमा गनगन झगडा गरिरहेका त छैनौँ। तर आज तपाईहरूको निम्ति परम प्रभु भन्नुहुन्छ, हितोपदेश 3:5 र 6 आफ्नो पूर्ण हृदयले परम प्रभुमा भरोसा गर, आफ्नै समझमा निर्भर नहौ, आफ्नो सबै मार्गहरूमा उहाँलाई स्वीकार गर, उहाँले तिम्रा बाटाहरू सिधा बनाउनुहुनेछ। परमेश्वरलाई धन्यवाद। यदि तपाईहरूमा विश्वासको कमी छ भने परमेश्वरमा माग्नुहोस्। हरेक बितेका दिनहरू गए र आउने हरेक दिन परमेश्वरमा सुम्पिरहनुहोस्, किनकि परमेश्वरले असल मार्ग, उन्नति, प्रगतिका बाटोहरू अझै पनि तपाईका निम्ति पस्किराख्नु भएको छ। मात्र विश्वास गर्नुहोस्, किनकि उहाँले तपाईका हरेक बाटोहरूलाई सोझो तुल्याउनुहुनेछ। किनकि परमेश्वरबाट आउने हरेक आशिष, उन्नति सदाको लागि हुनेछ। संसारमा त केही समयको लागि, केही पलको लागि, केही खुसीका लागि, केही रमाउटको लागि आउलान्, तर त्यो नष्ट भइहाल्नेछ। तर हाम्रो परमेश्वरबाट आएको आशिष र उन्नति सदा सर्वदाका लागि रहिरहनेछ, किनकि उहाँ हाम्रो यहोवा हुनुहुन्छ। यहोवाको निम्ति के त बनिदिनुहुन्छ, गरिबको लागि धनी बनिदिनुहुन्छ, रोगीका लागि निरोगी बनिदिनुहुन्छ, कुलतको निम्ति सुलत बनिदिनुहुन्छ, असफलताको लागि सफलता बनिदिनुहुन्छ। जो शुद्ध मनले माग्नुभयो उहाँ त्यही बनिदिनुहुन्छ।
किनकि उहाँ हाम्रो आत्माको आत्मा, परमात्मा, महान परम प्रभु हुनुहुन्छ। त परमेश्वरलाई धन्यवाद। र उहाँले हामीलाई सम्झाउनुहुन्छ। अब यी कुराहरूको बारेमा हामी के भनौँ? यदि परमेश्वर हाम्रो पक्षमा हुनुहुन्छ भने हाम्रो विरोधमा को हुन सक्छ र? जसले आफ्नो पुत्रलाई पनि नछोडी हामी सबैका लागि सुम्पिनुभयो, उहाँले उहाँसँगै सबै कुरा हामीलाई नदिनुहुने होला र? परमेश्वरले छान्नुभएका विरुद्धको आरोप लगाउने को हो? धर्मी ठहराउने त परमेश्वर नै हुनुहुन्छ। दोषी ठहराउने को हो? हाम्रा गुरु येशू नै हुनुहुन्छ, जो मृत्युबाट पुनरुत्थान हुनुभयो र परमेश्वरको दाहिने हातमा हुनुहुन्छ र हाम्रा लागि बिन्ती गरिरहनु भएको छ। हामीलाई येशूको प्रेमबाट कसले अलग गर्न सक्छ र? दुःख, कष्ट र सतावट, भोक, नाङ्गोपन, जोखिम वा तरवार, तर यी सबै कुरामा हामी उहाँद्वारा, जसले हामीलाई प्रेम गर्नुभयो, पूर्ण विजय प्राप्त गर्दछौँ। किनकि म यो कुरामा दृढ विश्वास छु कि न त मृत्यु, न त जीवन, न त स्वर्गदूत, न प्रधानताहरू, न वर्तमान, न त भविष्यका कुराहरू, न शक्तिहरू, न गहिराईहरू, न कुनै सृष्टिले हामीलाई येशू प्रभुबाट, हामीमा रहेको परमेश्वरको प्रेमबाट अलग गर्न सक्ने छैन। त्यसैले परमेश्वर हामीलाई यसरी सम्झाउनु भएको छ, तिमी कमजोर महसुस गरे पनि, विश्वासमा ढल्किए जस्तो लागे पनि परमेश्वरको प्रेम अडिग छ। केहीले पनि तिमीलाई उहाँबाट टाढा लान सक्दैन। त परमेश्वरलाई धन्यवाद। त परमेश्वर हामीलाई आज यसरी सम्झाउनुहुन्छ, यदि तपाईहरूमा पनि कुनै विश्वासको कमी, कुनै रोगहरू, कुनै दुःख कष्टहरू आइपरेको छ भने मात्र एक सर्वशक्तिमान सृष्टिका महान परमेश्वरमा विश्वास राख्नुहोस्। किनकि परमेश्वर भन्नुहुन्छ, हे मेरा सन्तान, विश्वासद्वारा नै मैले यो संसारलाई बनाएँ र मेरो सृष्टिमा, मेरो दृष्टिमा लुकेको कुनै छैन। त तिमी विश्वास मात्र राख, हरेक असम्भव कुरालाई पनि सम्भव भइसकेको छ, स्वयं परमेश्वर भन्नुहुन्छ। त परमेश्वर पितालाई अनगिन्ती धन्यवाद। येशू मसीहको नाउँमा आजको यसै वचनद्वारा हजुरहरूमा आइपरेका हरेक समस्यालाई यस वचनद्वारा परमेश्वरले हटाइसक्नु भएर हरेकका जीवनमा उन्नति, प्रगति, आशिष, महिमा, चङ्गाई, छुटकारा आइसक्यो भन्दै परमेश्वर पितालाई अनगिन्ती धन्यवाद र हजुरहरूमा परमेश्वर पिताको परिपूर्ण आशिष भन्दै परमेश्वरलाई धन्यवाद गर्छु, येशू मसीहको नाउँमा।